दही यस्तो पो खानुपर्छ सम्पूर्ण दिदीबहिनी दाजुभाइले हेरिदिनुहोस्। अस्ति दही खान आउँछन् दिदी हामी हजुरका गाउँमा भनेर भन्नुभएको, किन आउनु भन खोइ। ल हेर्नु कसरी खानुपर्छ, कस्तो दही बनाएर खानुपर्छ ल हेर्नु गाउँमा। हेर्नु त दिदीले कति दुःख गरेछु मैले यो भैँसी पालेर यही दही दुध खानका लागि। आज यही दिदीले भोलि बिहान मैले मोच्न पनि भ्याउँदिनँ, अहिले दही मोच्न लागिछु। यस्तो चैला परेका ढेक्ला परेका यस्तो मिठो यति दामी दही छ हाम्रा गाउँघरको दही। सबैजना खान आउँछ भन्नुभयो र एउटा कोही फर्काउनु भन दही खान कठै। मलाई आश मात्रै देखाउनु भयो नि मेरा दिदीबहिनी दाजुभाइहरूले। किन र यसरी दिदीलाई आँखा देखाउँ नि। ल हेर्नु यी ल आउनु अब यहाँ दिदीको घरमा दही खाना कति दुःख गर्नुभएको छ दिदीले भन्ने हजुरले सम्पूर्णले विचार गरिदिनुहोस्, याद गरिदिनुहोस्। दिदीले कस्तो हैरान गरेर कति गर्नुभएको छ, स्याबा दिदी भनिदिनुहोस्। गाउँको दिदीलाई धन्यवाद दिनुहोस्। यो दही पनि लपक्क पारेर यहाँ गिलासभरिभरि खान आउनुहोस् है सबै। मैले कति फेरि बोलाउने हजुरहरूलाई, बोलाउँछु भन हैरान पर्छु। हैरान पनि परिसक्यो, कोही पनि आउनु भएन। म त अब त खोइ आशै मेटियो। अब भोलि पर्सि नमरिन्छ न बाँचिन्छ, 2 दिनको जिन्दगी हो। मरेर लानु केही छैन। भोलि कसो हुने के हुने हो। भोलि न गएर भैँसी पाल्न सकिन्छ न सकिँदैन, न कसो हुने के हुने बाबु।